यो रिडीको तीनमुखे पुल जुन तीनमुखे पुलले तीनवटा जिल्लालाई जोडेको छ, पाल्पा, गुल्मी र स्याङ्जा। तत्कालीन अवस्थामा लीलामणि पौडेल जुन मुख्य सचिवको रूपमा रहनुभएको थियो, सो समयमा यो तीनवटा जिल्लालाई जोडेर पुल निर्माण गर्नुपर्छ। पुल मात्रै होइन कि जिल्लाहरूको बिचको पनि सामञ्जस्यता कायम गर्नुपर्छ भन्ने उद्देश्यले यो पुल बनाएको हो। यो पुल निर्माण हुनुभन्दा अगाडि यो जिल्लाहरूलाई जोड्नको निमित्त प्रयासहरू थिएनन् र जिल्लाहरू जोडिएको पनि देखिन्थेन यो खोलाको यो जुन रिडीको नदीको माध्यमबाट। र यति बेला आउँदाखेरि सहजै ढङ्गले 2 मिनेटभित्र तीनवटा जिल्ला छोइन्छ। तीनवटै जिल्लामा चाहिँ हामी प्रवेश गर्न पाउँछौँ। यो सहजता ल्याउनको लागि यो कन्सेप्ट तयार गर्नका निमित्त जुन खालको प्रयासहरू रह्यो, ती प्रयासले गर्दाखेरि आज सहज ढङ्गले तीनवटा जिल्लालाई छुन पाइएको छ र तीनवटा जिल्लासँग जोडिएको छ। तीनवटै जिल्लामा फरक अस्तित्वहरू रहेका छन्। जुन पाल्पा जिल्लामा रहेको ऋषिकेश मन्दिर रहेको छ। ऋषिकेश मन्दिर 4 धाम मध्येको एक धाम, नेपालका 4 धाम मध्येको एक धामको रूपमा चिनिने जुन ऋषिकेश मन्दिर हो। अहिले यो माघे सङ्क्रान्ति माघ 1 गतेदेखि निरन्तर रूपमा मेला लागिरहेको छ। सोही मेलाको अवसर पारेर म पनि यहाँ आउने अवसर प्राप्त गरेँ र आउँदाखेरि यो भिडियो चाहिँ कैद गर्ने मौका जुर्यो र म उक्त भिडियो चाहिँ तयार गरेको छु। आउने क्रममा मैले थोरै यो रिडीको जुन पुल तरेर स्याङ्जापट्टि लागेँ। स्याङ्जापट्टि लाग्दाखेरि यस्तो मजाको दृश्य यहाँनिर देखेँ मैले। स्याङ्जापट्टिको दृश्यमा एउटा ठुलो ढुङ्गा जुन हनुमानजीले चाहिँ यो पहाड उठाएको बनाएको छ। यसले चाहिँ हामीलाई आन्तरिक पर्यटकहरू जुन धार्मिक पर्यटकहरूलाई यहाँ अलिकति आउने वातावरण चाहिँ सिर्जना गरेको छ। धार्मिक पर्यटकहरूको आस्थाको केन्द्रको रूपमा चाहिँ हामीले यसलाई देखिन्छ। यो यतापट्टिको भाग हो यो गुल्मीको क्षेत्र। गुल्मीमा पनि हामी थोरै अगाडि गयो भने रुद्रवेणी क्षेत्रहरू देख्छौँ र यो सानो एउटा बजार जहाँ चाहिँ उखु र गुडको लागि प्रसिद्ध क्षेत्र गुल्मी हो। थोर्गा भन्छ। थोर्गादेखि थोरै तलपट्टिको भाग रहेको छ र यो छुट्टै आनन्द, छुट्टै दृश्य, यसको छुट्टै आनन्दपन छ। आनन्द चाहिँ मैले यहाँहरूको लागि यो भिडियो मार्फत तयार गरेको छु। हेरिदिनु भयो, यहाँलाई हार्दिक धन्यवाद।